धन्यवाद। मैले पहिला एउटा कथा पढेको थिएँ। एउटा पण्डितले आफ्नो बच्चालाई सानै उमेरमा राम्रो कथावाचक बनाएको रहेछ, तर बिचरा त्यो बच्चा कथा वाचन गर्ने बेला सिरक ओडे मात्रै आउने, नत्र नआउने, बोल्नै नआउने। मेरो पनि एउटा कमजोरी के छ भने सबैको अनुहार देख्न पाइएन भने बोल्न मलाई धेरै गाह्रो पर्छ। साँझ परिसकेको छ, मैले सबैको अनुहार देख्न सक्ने स्थिति त्यति भएन, तर मलाई लाग्छ तपाईहरुले चाहिँ फेरि मलाई र हाम्रो सबै नेताहरूलाई देखिराख्नु भएको छ। त्यही मान्यताको साथ म आफ्ना कुराहरू संक्षिप्तमा राख्ने कोसिस गर्छु। नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक कमरेड माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री द्वय तथा सबै वरिष्ठ नेता कमरेडहरू, यो नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा समाहित भएका 10वटै घटकका नेता कमरेडहरू, सबै घटकका केन्द्रीय र यस ऐतिहासिक राष्ट्रिय सम्मेलनमा उपस्थित सम्पूर्ण सहयोद्धा कमरेडहरू, तपाईहरु सबैलाई मलाई एउटा ठूलो भारी, निकै ठूलो जिम्मेवारी 10वटा कम्युनिस्ट घटकको एकताको आधारमा बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकको हैसियतले जुन जिम्मेवारी दिनुभएको छ त्यसको लागि तपाईहरु सबैलाई बधाई भन्दै म आफ्नो तर्फबाट तपाईहरुलाई लाल सलाम भन्न चाहन्छु। मैले अरु धेरै लामो भन्नु छैन। 10वटै घटकका नेता कमरेडहरूले र पूर्व प्रधानमन्त्री कमरेड र यहाँ शुभकामना दिने कमरेडहरूले पनि धेरै कुरा भनिसक्नु भएको छ। मलाई कुन कुरामा विशेष आज हर्ष र गर्वको महसुस भएको छ भने जति वक्ता कमरेडहरूले यहाँ राख्नु भयो, विचार बारेको बुझाइ, हाम्रो आउने कार्यदिशा र कार्यक्रम बारेको बुझाइ र यो एकताको के ऐतिहासिक महत्त्व छ, हाम्रो अगाडिको जिम्मेवारी के हो भन्ने कुरामा आधारभूत रूपले हामी धेरै सल्लाह गरे त होइन, एउटै विचार बनेको मैले देखेँ। म सबै नेता कमरेडहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। त्यसले मलाई के आत्मविश्वास पैदा भएको छ भने हामी एक ढिक्का भएर देशको अगाडि देखा परेका चुनौती र समस्याको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ। र तपाईं यहाँ उपस्थित एकता राष्ट्रिय सम्मेलनका सहभागी सम्पूर्ण कमरेडहरूमा देखा परेको उत्साह, धैर्यता र दृढता जो देखिएको छ त्यसले पनि हामी नेपाललाई नयाँ ढंगले अगाडि बढाउन सक्छौं र एउटा नयाँ शक्ति यहाँ निर्माण भयो भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु। आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ, किनकि एकैसाथ 10वटा कम्युनिस्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। 2टा 3टा मिल्ने त भयो होला, 10वटा सबै आफ्नो ठाउँमा लामो वैचारिक संघर्ष, वर्ग संघर्ष, व्यवहारिक संघर्षबाट गुज्रेका नेताहरूको यो एकता साँच्चै अभूतपूर्व छ, ऐतिहासिक छ, असाधारण छ। त्यसकारण आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा अविस्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको छ। तपाईं हामी सबै यो ऐतिहासिक दिनका साक्षी बन्ने अवसर प्राप्त गरेका छौं। हामी सबैको निम्ति यो गर्वको कुरा हो। हामी सबै गर्व गरौं, म यो भन्न चाहन्छु। र यो दिन कसैले बिर्साएर अब इतिहासमा बिर्सिने छैन। दोस्रो कुरा म के भन्न चाहन्छु भने यो खाली नेपाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन।
यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौतीहरू सङ्कटहरू समाधान गर्नको लागि राष्ट्रिय एकताको आधार तयार पार्ने असाधारण पहलको दिन पनि हो यो। यस अर्थमा आज राष्ट्रमा जे सङ्कट देखिएको छ, दलहरूमाथि जुन किसिमको आक्षेप लगाउने कोसिस भएको छ, त्यो सबैका विरुद्ध पनि एउटा नयाँ राष्ट्रिय एकताको आधार तयार पार्ने, नयाँ राष्ट्रिय स्वाधीनताको एउटा नयाँ अभियान अगाडि बढाउने दिन र त्यसको निम्ति संकल्प गर्ने दिन पनि हो यो। यति भनिसकेपछि म के भन्न चाहन्छु भने जनयुद्धका, जनआन्दोलनका अनि मधेसदेखि सबै उत्पीडित जाति वर्ग समुदायका आन्दोलनका ती तमाम शहीदहरू सबैलाई श्रद्धाञ्जली र सम्मान भन्दै, सबै बेपत्ता योद्धा घाइते अपाङ्गहरू सबैको त्यागप्रति सम्मान गर्दै र पछिल्लो पटक जेनजी युवाहरू, नयाँ पुस्ताका जेनजी युवाहरूले 23 गतेका दिन हजारौं युवाहरूलाई सडकमा ल्याएर भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, नेपालको राजनीतिक अस्थिरताका विरुद्ध, स्थायित्वका पक्षमा जो आवाज उठाए र जुन पहल कदमी लिए र दर्जनौं युवाहरूको निर्ममतापूर्वक हत्या गरियो, ती जेनजी युवा शहीदहरूलाई पनि श्रद्धा व्यक्त गर्दै र सम्मान व्यक्त गर्दै म ती युवाहरूलाई यस अर्थमा धन्यवाद भन्न चाहन्छु। तपाईं युवाहरूको आन्दोलनले हामीलाई राम्रैसँग घोच्यो, हाम्रा कमजोरीहरूप्रति तपाईहरुले राम्रैसँग उजागर गरिदिनु भयो। हामी कहाँ चुक्यौं भन्ने कुरालाई तपाईहरुको आन्दोलनले, तपाईहरुका आवाजहरूले, तपाईहरुले आईटी प्रयोग गरेर सोशल मिडिया मार्फत जसरी हजारौं हजार युवाहरू मार्फत भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा आवाज उठाइदिनु भयो अनि पार्टीहरू सच्चिनुपर्छ भन्ने कुरालाई उजागर गरिदिनु भयो। म तमाम ती युवाहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। ती महान शहीदहरू जसले त्यत्रो ठुलो बलिदान एकै दिनमा गर्नु पर्यो, गर्नुभयो, तिनलाई, ती महान शहीदहरूलाई सम्मान गर्न चाहन्छु। र म कहीं न कहीं प्रत्यक्ष या परोक्ष रूपमा हाम्रो यो एकता, हाम्रो आजको एकता राष्ट्रिय सम्मेलन र हामी आज सबै नेताहरूले लिएका संकल्पको पछाडि जेनजी आन्दोलनको र जेनजी आन्दोलनका शहीदहरूको पनि भूमिका छ भनेर म उहाँहरूलाई सम्मान गर्न चाहन्छु। सायद उहाँहरूले त्यसो नगरेको भए यति छिटो हामी आफ्ना कमजोरी प्रति सचेत हुने, हामी एकपछि अर्को विभाजनतिर जाने श्रृङ्खला रोकेर एकताको एउटा नयाँ अभियानको सुरुवात गर्ने ठाउँमा आउँथ्यौं या आउँदैनथ्यौं। यस अर्थमा पनि म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। अहिले भर्खरै माधव नेपालजीले केही जेनजी युवाहरू आजै मात्रै पनि पार्टी प्रवेश गरेको र जेनजी युवाहरूसँग लगातार संवाद सहकार्य हामी सबैको भइरहेको छ र म उहाँहरूलाई धन्यवाद मात्रै भन्दिन। अब हामी यो नयाँ पार्टीले युवाहरूको भावनालाई, युवाहरूको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर पार्टी संरचनामा मात्रै होइन, राज्य संरचनामा पनि र सामाजिक जीवनका सबै क्षेत्रलाई, युवाहरूलाई उच्च प्राथमिकता र महत्त्व दिने संकल्प पनि म गर्न चाहन्छु। मलाई लाग्छ ती लाखौं युवाहरूले पक्कै हामीलाई सुनिराख्नु भएको होला। हामीले आज गर्ने यो संकल्प र प्रतिबद्धता एउटा ऐतिहासिक संकल्प र प्रतिबद्धता हो र हामीलाई आफ्नो कमजोरी कहाँ भयो, हामी कहाँनिर चुक्यौं भन्ने कुराको आत्मसमीक्षा गर्ने एउटा ऐतिहासिक अवसर पनि यो हो। हामीले समीक्षा गरेका छौं, हामी समीक्षा गर्दै जानेछौं। यस अर्थमा यो असाधारण एकता, यो ऐतिहासिक दिन
मा हामीले यो संकल्प लिएका छौं। हामी सबैले एउटै स्वरमा भनेका छौं। यहाँ समाजवाद बारे कुरा भयो। हाम्रो वामदेवजीले समाजवाद बारे केही कुरा अलि विचार उत्तेजक रूपमा राख्नु भयो। म उहाँलाई के मात्रै स्मरण गराउन चाहन्छु भने मैले पहिलोचोटि नेपाल कम्युनिस्ट पार्टी बनाउँदै गर्दा उहाँ र म एउटै कोठामा बसेर नेकपा बनाउनु पर्यो। समाजवाद निर्माण गर्ने कुरा हो। समाजवाद निर्माण गर्नलाई कम्युनिस्टहरूको एकता हुनुपर्छ भनेर अन्तिममा उहाँ र म एउटै कोठाबाट छुट्टिएर गएर मैले एमालेको तत्कालीन अध्यक्षसँग कार्यगत एकताको चुनावी एकताको प्रस्ताव राखेको थिएँ र पछि अघि माधवजीले भने जस्तै मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको दिन हामीले पार्टी एकता पनि गरेका थियौं। म वामदेवजीलाई त्यो कुरा सम्झाउन चाहन्छु। हामीले के को लागि गरेका थियौं? समाजवाद निर्माण। समाजवाद निर्माण। म तपाईलाई यो शब्द सुनाउन चाहन्छु। समाजवाद हामीले निर्माण गर्ने हो। हाम्रै भूमिमा, हाम्रै विशेषतामा, हाम्रै इतिहास र संस्कृतिका सन्दर्भमा हाम्रै उत्पादक शक्तिको विकासको स्थितिबाट समाजवाद निर्माण गर्ने हो। तपाईलाई यो पनि म भन्न चाहन्छु। यहाँ तपाईँ अहिले हामी एकता वार्ता चलेपछि मैले वामदेवजीलाई भनेको थिएँ, तपाईले उति बेला समाजवाद बारे बडो अध्ययन गरेर एउटा किताब लेख्नु भएको थियो, दिनु पनि भएको थियो। अहिले त मसँग भएका सबै किताबहरू जले। तपाईसँग छ कि छैन भनेर किताब मागेको हो कि होइन तपाईँसँग? तपाईलाई यो त म विश्वास दिलाउन चाहन्छु। तपाईले मलाई किताब दिनुभयो, म हेर्दैछु तपाईको किताब। त्यसकारण के गर्छौ भनेर हामीलाई मात्र होइन, तपाईँ पनि हो नि त नेता। तपाईले के गर्नुहुन्छ? अब म सोध्दैछु, उत्पादनकै जिम्मा उहाँलाई नै दिनुपर्छ भन्ने सोध्दैछु म चाहिँ। तपाईले समाजवाद बारे लेखेको किताब अनुसार हामीले वातावरण बनाउन तयार। अब यति भनिसकेपछि हामीले अब धेरै कुरा हामी यो अहिले जो एकताको प्रक्रियामा आएका छौं, यो रातारात भएको पनि होइन। मैले एउटा विशिष्ट परिस्थिति जेनजी आन्दोलनले खडा गर्यो, राष्ट्र संकटमा पर्यो। आजको मुख्य मुद्दा संकटबाट राष्ट्र बचाउने कुरा हो, राष्ट्रिय स्वाधीनताको मुद्दा हो। म अहिले व्याख्या गर्ने समय छैन। असाधारण संकटमा मैले त भन्ने गरेको छु, नेपालको इतिहासमा सुगौली सन्धि हुनु अगाडिदेखि यहाँसम्म यति ठुलो राष्ट्रिय संकट पहिला कहिल्यै देखा परेको थिएन। झन्डै 6 घण्टा यो देश राज्यविहीन जस्तो बन्न गयो। राष्ट्रका सयौं वर्षदेखिका धरोहरहरू विध्वंस भए, केही बचेन। यो संकटबाट राष्ट्रलाई जोगाउने अभिभारा कसको भन्दा मुख्यतः राजनीतिक दलहरूको र आम नेपाली जनताको। तर यो राष्ट्रिय संकटबाट देशलाई पार लगाउने उपाय के हो त भन्दा एउटा त देशभक्त शक्ति नेपालमा को हो? 2006 सालदेखि आज 2082 सम्मको इतिहासका तमाम घटनाक्रम हेर्यो भने कम्युनिस्टहरू नै सच्चा मानेमा साँचो अर्थमा देशभक्त रहँदै आएका छन् र राष्ट्रका पक्षमा उनीहरूले ठूलो त्याग र बलिदान गर्दै आएका छन्। आज जति बेला राष्ट्र संकटमा परेको हामी सबैले महसुस गरेका छौं भने अब कम्युनिस्टहरू एक भएर फेरि एउटा नयाँ राष्ट्रिय अभियान चलाउनै पर्दछ र त्यस्ता प्रतिक्रियावादी वैदेशिक शक्तिहरूको चलखेललाई रोक्नको लागि आम जनतालाई संगठित र परिचालित गर्नै पर्दछ। त्यसको सुरुवात कहाँबाट गर्ने? त्यसको सुरुवात यहाँबाट गरिएको छ। हामी सबैले बुझ्नु पर्यो, त्यसको सुरुवात यहाँबाट गरिएको छ, अन्तबाट गरेर हुनेवाला छैन। त्यसको सुरुवात हामीले गर्न पर्थ्यो, जसले म अहिले सम्झिन्छु हिजो निरङ्कुश पञ्चायती तानाशाहीका विरुद्धको संघर्षका बेलामा हामी यद्यपि त्यति बेला एउटै पार्टीमा त थिएनौं, तर माधव नेपालजी
एमालेको तर्फबाट बागमतीमा उहाँले सबै वार्तामा सहभागी हुनुहुन्थ्यो। म त्यति बेलाको मसालको तर्फबाट म सबै वार्तामा सहभागी हुन्थेँ र त्यति बेला हाम्रा धेरै संवादहरू, धेरै सहकार्यहरू, शिक्षकहरूको, विद्यार्थीहरूको सबै अभियानमा हामी गर्यौं। एउटा इतिहास, हामी पञ्चायतको अन्त्य भइसकेपछि पनि हामीले थुप्रै सहकार्यहरू गर्दै आयौं विभिन्न दलहरूसँग। जनयुद्ध सुरु भइसकेपछि, सायद तपाईहरू सबै यहाँ विभिन्न घटकका कमरेडहरूलाई थाहा नहुन सक्छ, केही समयपछि नै नेकपा एमालेको महासचिवको हैसियतले माधव नेपाल र जनयुद्धको कमान्डर र माओवादीको अध्यक्षको हैसियतले मैले यति धेरै हामीले वार्ता गरेका छौं। देशमा राजनीतिक निकासको निम्ति, गणतन्त्रसम्म नेपाल लानको निम्ति, राजतन्त्रको अन्त्यको निम्ति, संविधान सभाको निम्ति धेरै धेरै छलफलहरू भए। म त्यो स्मरण मात्रै आज गर्न चाहन्छु। त्यो सबै पृष्ठभूमि नभएको भए सायद आज यो एकता सम्भव हुने थिएन। म कमरेड वामदेव गौतम, मैले धेरै ठाउँमा भन्ने गरेको छु, जति बेला हामी रोल्पामा भूमिगत भनौं, जनयुद्ध हुन त रोल्पामा हामी भूमिगत हुन पर्दैन थियो। भूमिगत त्यति बेला राजावादीहरू भूमिगत थिए, त्यहाँ हामी खुला थियौं, हामीसँग सेना थियो, सबै थियो। तर रोल्पा आउनुभयो वामदेवजी र युवराज गेवाली एमालेको तर्फबाट, र हामी बस्यौं र पहिलो माइनेट एमाले र माओवादीको बीचमा सहमतिको पहिलो माइनट हामीले रोल्पाको लोसेबाङ भन्ने ठाउँमा पहिलो हस्ताक्षर गर्यौं। हाम्रोतिरबाट म र बाबुराम भट्टराई, एमालेतिरबाट वामदेव गौतम र युवराज गेवाली। म अरू धेरै नेगेटिभ कुरा त भन्न चाहन्न। यो एउटा इतिहास हो जसले हामीलाई 12 बुँदे समझदारीतिर अगाडि बढ्न उत्प्रेरित गर्यो। एमाले भित्र विवाद रहेछ, आतंककारीलाई भेट्न किन गएको भन्ने मान्छे पनि त्यहाँ रहेछन्। कारबाही गर्नुपर्छ वामदेवलाई भनिएछ, सुन्नु होला, यो साँचो कुरा हो। त्यो भन्ने अरू मान्छे होइन, बिचरा हाम्रो तिनै केपी ओली हुन्, अरूले भने होइन। अनि माधवजी महासचिव, उहाँले अगाडि बढेर मैले पठाएको हो भनिदिएपछि केही बोल्ने शब्द भएन। महासचिवले पठाएर गएको भनेपछि म त्यो पनि स्मरण मात्रै गर्न चाहन्छु। कमरेड झलनाथ खनाल यहाँ हुनुहुन्छ। पहिलो प्रधानमन्त्री म भएपछि र अनि नयाँ परिस्थिति बन्दै गएपछि संविधान निर्माणको प्रक्रिया र त्योसँग सम्बन्धित जटिलताको भित्रबाट मैले कमरेड झलनाथ खनाल, जो त्यति बेला पार्टीको नेता हुनुहुन्थ्यो, धेरै धेरै धेरै, अहिले म भन्ने साध्य छैन, मैले भन्ने भने 2-4 घण्टा बोल्न पर्ने हुन्छ, त्यो सम्भव छैन। मैले धेरै जुक्ति बुद्धि लगाएर झलनाथजीलाई प्रधानमन्त्री बनाएको हो, धेरै जुक्ति बुद्धि लगाएर। र आज मलाई खुसी किन छ भने ती सबै हामी साथीहरू आज एउटै पार्टीमा केन्द्रित भयौं र एउटै संकल्प गर्ने ठाउँमा हामी आइपुग्यौं। म सबैलाई धन्यवाद भन्न चाहन्छु। म तपाईहरुको सल्लाह सुझावलाई गम्भीरतापूर्वक लिनेछु। तपाई सबै हाउसमा भएका कमरेडहरूले पनि बेहिचक आलोचना, टिप्पणी, सुझाव राख्नु होला। हामीलाई अब सच्चिनुको कुनै विकल्प छैन, कमजोरी सच्याउनुको कुनै विकल्प हामीसँग छैन। जस्तो सुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको हामीसँग कुनै विकल्प छैन। मलाई लाग्छ आज यति विशाल शक्ति भ्रिकुटी मण्डपमा केन्द्रित भएको छ। 10 पार्टी, लाखौं नेपाली जनताको आशा आज भ्रिकुटी मण्डपतिर के होला भनेर आँखा यहाँ परेका छन्। मलाई लाग्छ विश्वभरिका जनताको, श्रमजीवीहरूको, नेपालीहरूको पनि आँखा आज भ्रिकुटी मण्डपको यो हलमा छ। हामी तिनका आशाहरू, तिनका सपनाहरूलाई पूरा गर्नको लागि कुनै कसर बाँकी नराख्ने संकल्प गर्दछौं। म त भन्छु हिजो पनि हामी क्रान्तिको लागि, सामन्तवादका विरुद्ध, साम्राज्यवादका विरुद्ध
लडाईँमा मृत्यु वरण गरेरै गएको हो। मृत्युदेखि हामीलाई तर्साउने कोसिस आजभोलि केहीले गर्छन्, मलाई सुनाउने गरेका छन्। अब नेताहरू मारिन्छन्, आजभोलि सुनाउने गर्छन्। ती प्रतिक्रियाबाट लाग्यो होला, मारिन्छन् भन्दैपछि तर्सिन्छन् भन्ठानेका होलान्। हामी मृत्युलाई जितेर हिजै हिँडिसकेका मान्छेहरूको पार्टी हौँ हामी सबै। हामीलाई मृत्युसँग डर छैन, हामीलाई राष्ट्र बच्न पर्यो, हामीलाई राष्ट्र बचाउने चिन्ता छ, हामीलाई लोकतन्त्र बचाउने चिन्ता छ। यो देशका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू लगायत सबै उत्पीडित क्षेत्रका जनताको हक, अधिकार र पहिचानलाई अझ माथि लाने हामीलाई त्यो चिन्ता छ। हामीलाई आफ्नो व्यक्तिगत केही पनि चिन्ता छैन। यसै पनि अब व्यक्तिगत भन्ने केही रहँदा पनि रहेन। यस अर्थमा पनि यसलाई मैले नेगेटिभ भित्रको पोजिटिभ भन्ने गरेको छु। नेगेटिभ भित्रको यो पोजिटिभ हो, हामीले त्यो रूपमा लिनु पर्दछ। र अब अर्को कुरा, हामीले 10 कम्युनिस्ट घटकलाई एक ठाउँमा केन्द्रित गर्यौं भनेर अब पुग्यो भन्ने पक्षमा हामी छैनौं। भर्खरै माधव नेपालजीसम्म आउँदा माधवजीले भन्नुभयो अरूलाई पनि हामी अझ ध्रुवीकृत गर्न, अझ एकताबद्ध गर्न हामी तयार छौं, हामी मेहनत गर्नेछौं भन्नुभयो। मेरो सम्पूर्ण रूपमा सबै कमरेडले भनेको यो भावनाप्रति मेरो सम्मान छ। र बाँकी रहनुभएका कमरेडहरू, तपाईहरुलाई कुनै किसिमको दुविधा नरहोस्। हामी तपाईहरुसँग सौहार्दपूर्ण ढंगले समाजवादी मोर्चामा रहेका अन्य साथीहरू या अन्य कम्युनिस्ट घटकहरू या एमालेसँग समेत हामी एउटा बृहत एकताको निम्ति, राष्ट्र बचाउनको निम्ति, लोकतन्त्रको रक्षा र गणतन्त्रको रक्षा र देशमा सुशासन र सामाजिक न्यायको निम्ति हामी सबैसँग हातेमालो गर्न तयार छौं। म यो कुरा पनि यो मञ्चबाट राख्न चाहन्छु। जोसँग छिटो मिल्छ हामी छिटो एकता गर्दै अगाडि बढ्छौं, जोसँग पछि मिल्छ हामी मोर्चा बनाएर अगाडि बढ्छौं। म यो कुरा पनि प्रष्ट भन्न चाहन्छु। अर्को कुरा, हामी वामपन्थी र कम्युनिस्ट मात्रै मिलेर देश बचाउँछौं भन्यो भने पनि त्यो बुझाइ र त्यो सोचाइ त्यति वस्तुवादी र वैज्ञानिक हुँदैन। कम्युनिस्टको मात्रै यो देश होइन, या अन्य लोकतन्त्रवादीहरू पनि छन्, अन्य देशभक्तहरू पनि छन्, संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति र संविधान सभाको निम्ति संघर्ष गरेका पार्टीहरू पनि छन्। र ती सबै पार्टीहरूसँग संयुक्त मोर्चा गरेर राष्ट्र बचाउने अभियानमा, राष्ट्रिय स्वाधीनताको अभियानमा, राष्ट्र निर्माणको अभियानमा हातेमालो गर्न पनि हामी तयार छौं। मैले र एमालेको नेता साथीहरू, यहाँ खास गरी माधवजी, झलनाथजी, वामदेवजी लगायतका जो साथीहरू हुनुहुन्छ, हामी सबै के ठान्छौं भने हिजो हामीले यो परिवर्तन ल्याउनको निम्ति महत्त्वपूर्ण भूमिका खेलेको नाताले मैले सधैँ भन्ने गरेको छु, गणतन्त्र र संविधान सभा ल्याउनको निम्ति प्रमुख भूमिका खेल्ने नेता हामी यही नै छौं। आज संयोजक र सहसंयोजकको रूपमा जसलाई तपाईहरुले निर्वाचित गर्नुभयो सर्वसम्मत रूपले ताली बजाएर, ती कोही मामुली पात्र चाहिँ होइनन्। इतिहासमा एउटा अविस्मरणीय भूमिका खेलेका पात्रहरू हुन्। र मैले अझ बढी भन्नुपर्ने हुन्छ, शान्ति सम्झौता गर्दै गर्दा, 12 बुँदेबाट शान्ति सम्झौतासम्म आउँदै गर्दा र त्यो शान्ति सम्झौता कार्यान्वयन गरेर संविधान सभाबाट संविधान बनाउँदै गर्दा शान्ति सम्झौताका एउटा हस्ताक्षरकर्ता नेपाली कांग्रेसका तत्कालीन सभापति र प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको अवसान भयो। उहाँ बित्नु भयो मृत्युशय्यामा, टिचिङ हस्पिटलमा होइन, गंगालाल हस्पिटलमा म भेट्न जाँदा उहाँले भनेको कुरा तपाईहरु सबैलाई सम्झना छ, देशलाई थाहा भइसकेको छ। देश तपाईहरुलाई जिम्मा लाएर जान्छु, तपाईले भूमिका खेल्नुपर्छ भनेको अहिले पनि मेरो दिमागमा ताजै छ। त्यसकारण ती सबै शक्तिहरूलाई पनि हामीले एकताबद्ध गर्नु छ राष्ट्रको हितको निम्ति।
गणतन्त्रको रक्षाको निम्ति र जनताको आर्थिक जीवनको समृद्धिको निम्ति यहाँ धेरै कमरेडले धेरै राख्नुभयो, म त्यता जान चाहन्न। हामीले धेरै गर्नु छ। नेपाली विशेषताको समाजवाद हामीले भनेका छौँ। कृषिमा, उद्योगमा, पर्यटनमा, ऊर्जामा, शिक्षामा, स्वास्थ्यमा, सबै क्षेत्रमा हामीले नयाँ सिराबाट समीक्षा गरेर नयाँ कार्यक्रम र कार्ययोजना सहित जनताको हितलाई केन्द्रबिन्दुमा राखेर जानुपर्ने छ। म अहिले नेता कमरेडहरूले जे बोल्नुभयो गम्भीरताको साथ राख्नु भएको छ। प्रत्येक हामी अहिले अब नेपालमा यो पार्टी त यसै पनि देशको 1 नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन। कसैले रोक्न सक्दैन। यो 1 नम्बर पार्टी त भयो। अब कसैलाई टाउको दुखेको पनि हुन सक्छ। कतिपय प्रतिक्रियावादीलाई त राति निन्द्रा नलाग्ने पनि होला, नलागोस् तिनीहरूलाई। तर यो पार्टी अब 1 नम्बर पार्टी। अब हामी जब अहिले माधवजीले भने जस्तै जब हामी देशभरि एकता घोषणा सभा र अभियान लिएर जानेछौँ, चुनावी परिचालनको अपिल गर्दै जानेछौँ, मलाई विश्वास छ देश एकचोटि फेरि हाम्रो आत्मसमीक्षा, हाम्रो आत्मआलोचना, हाम्रो प्रतिबद्धता र हाम्रो सङ्कल्पलाई जनताले राम्रैसँग सुन्नेछन्, आत्मसात गर्नेछन् र साथ दिनेछन्। तर यसो भनेर हामी अहङ्कारमा चाहिँ जान हुँदैन। म यो कुरा पनि भन्न चाहन्छु, हामीले अरूलाई पनि एकताबद्ध गर्नु छ भन्ने जिम्मेवारीबाट पनि हामी पन्छिन सक्दैनौँ। अहिले पार्टीभित्र आन्दोलनमा समाजमा पनि नेताहरूको बारेमा, नेतृत्वको बारेमा पनि बहस चलेको छ। मैले हिजोको घटक पार्टीमा पनि र अहिले यहाँको संयोजकको हैसियतले पनि म खुला मनले नेतृत्व कम्युनिस्ट पार्टीभित्रको नेतृत्व प्रणालीबारे, नेतृत्व हस्तान्तरणको विधि प्रक्रियाबारे गम्भीर छलफल बहस सहित नेतृत्वलाई एउटै पदमा एउटै किसिमको राखिराख्न जरुरी छैन। नेतृत्वलाई स्थापित गर्ने या नेतृत्वको भूमिकालाई अन्य धेरै तरिकाले पनि अगाडि बढाउन सकिन्छ। यो छलफल हामीले महाधिवेशनसम्म गम्भीर अध्ययन छलफल गरेर विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका इतिहासका तिता मिठा सबै अनुभवहरूको पनि समीक्षा गरेर हामी एउटा नयाँ विचार, एउटा नयाँ प्रणाली, एउटा नयाँ विधिको विकास गर्न सक्नेछौँ। हामीले सक्नै पर्छ। म आज तपाईँ सबै कमरेडहरूलाई एउटा कुरा भन्न चाहन्छु कि हामी युद्धमै थियौँ, जनयुद्धमै थियौँ। त्यो उत्कर्षतिर जाँदै थियो। रोल्पामा हामी एउटा बैठकमा थियौँ र मैले कम्युनिस्ट पार्टीभित्र नेतृत्व नमर्दासम्म या बुढो भएर ओछ्यान नपर्दासम्म नेतृत्वमा बसिराख्ने प्रणाली ठिक छैन भन्ने दस्तावेज मैले प्रस्तुत गरेको थिएँ। मलाई लागेको छ अब समय आएको छ त्यो 21औं शताब्दीको जनवादको भावनालाई र अहिले माधवजी र म कुरा गर्दै जाँदा हामी एउटा सैद्धान्तिक रूपले केमा छौँ भने हामी बसिराख्नुपर्छ यही पदमा भन्ने छैन। हामीले एउटा विचारको विकास गरौँ, एउटा विधिको विकास गरौँ, एउटा प्रणालीको विकास गरौँ र इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरू हामी मात्रै होइन, अरू नेताहरू पनि तिनीहरूको भूमिकालाई सम्मान गर्ने एउटा प्रणाली बनायो भने हामीले फेरि नयाँ तरिकाले जान सकिन्छ भन्ने कुरा पनि हामी छलफल गरेका छौँ। म आज तपाईँ सबै कमरेडहरूलाई पनि यो विषयमा विचार विमर्श गर्न र नयाँ विचार र विधि प्रणालीको विकास गरेर कम्युनिस्ट पार्टीलाई सधैँ जीवन्त राख्ने, विगतमा जस्तो देखा पर्यो लेनिन बितेपछि एक खालको समस्या, स्टालिन बितेपछि अर्को खालको समस्या, माओ बितेपछि अर्को खालको समस्या आदि इत्यादि जे देखिया छ त्यसबाट कम्युनिस्ट आन्दोलनलाई बचाउने नयाँ विचार र विधिको हामीले विकास गर्नै पर्दछ। म यो कुरामा पनि तपाईँ सबै कमरेडहरूलाई गम्भीर रूपले विचार गर्न अपिल गर्न चाहन्छु। निर्वाचन आउँदैछ, अघि नै यहाँ कुरा आइसक्यो, हामीले झन्डै संविधान नै खारेज हुने ठाउँमा पुगेको त्यो भयानक रात माधवजीले अलिकति भनिसक्नुभयो, त्यो बडो ताजा छ।
त्यसले कहिलेकाहीँ बडो स्ट्रेस जस्तो पनि हुन्छ। त्यो भयानक रात संविधानै नरहने, राष्ट्रपति संस्था नै नरहने, देशै के हो भने जस्तोको रात हामीले थोरै भए पनि केही न केही भूमिका खेल्ने अवसर मलाई र माधवजी अनि यहाँ हाम्रो उद्घोषक कमरेड पनि हुनुहुन्थ्यो वर्षमान, हामीलाई त्यो अवसर अलिकति प्राप्त भयो र हामीलाई आज खुसी छ, गर्व छ। आई माधवजीले राष्ट्रपतिको वक्तव्य पढेर सुनाउनु भयो। हामीले राष्ट्रपतिजीलाई सक्दो सहयोग गरेकै हो, गर्छौं। प्रधानमन्त्रीजी, अन्तरिम सरकारको प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीजी, हामीले उहाँलाई जेनजीको भावना भनेर आइसकेपछि उहाँकै नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा पनि त्यसै दिन राति हामीले सहमति जनाएकै हो र तुरुन्तै निर्वाचनमा जाने घोषणा पनि हामीले गरेकै हो। कहिलेकाहीँ मिडियामा, मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहौल बनाउनको लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनको लागि संविधान बचाउन खेलेको भूमिकालाई जसरी हेर्नु पर्थ्यो त्यसरी हेरिएको छैन कि अझ उल्टो फलाना फलाना नेतालाई त म हेर्नै मन लागेको छैन भन्नुभयो अरे भन्दाखेरि त अलि चसक्क त बिजेको छ। मलाई थाहा छैन प्रधानमन्त्रीजीले त्यस्तो भाषा भन्नुभएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन। हामी सबै मिलेर लोकतन्त्रको रक्षा गर्ने हो, संविधानको रक्षा गर्ने हो, निर्वाचन सम्पन्न गर्ने हो। निर्वाचन सम्पन्न गर्दा हामी सबैको र राष्ट्रको पनि भविष्य सुनिश्चित हुन्छ भन्ने मलाई लाग्छ। यो कुरा पनि म यस सन्दर्भमा भन्न चाहन्छु र अन्तिममा समय धेरै नै घर्किसक्यो। हामीले एउटा नयाँ इतिहासको रचना आजको दिनबाट गरेका छौं। हामी सबैले संकल्प गरौं आउने दिनमा एउटा नयाँ राष्ट्रिय शक्तिका साथ समाजवादको निर्माण आकाशबाट खसेर हुने होइन, धरतीबाट उम्रेर हुने होइन, हाम्रै समाजमा निर्माण गर्ने हो। हाम्रै समाजमा भएका समुदायहरूको जीवन पद्धति भित्रपट्टिबाट समाजवाद खोजेर निकाल्ने हो। समाजवादका सामान्य सिद्धान्त जो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन मार्क्सवादले भनेको छ, ती सिद्धान्तको आधारमा हाम्रो समुदायभित्र, हाम्रो समाजभित्र समाजवाद निर्माण गर्ने हो। त्यसको संकल्प गरौं। म यति भन्दै फेरि सबै नेता कमरेडहरू र यहाँ सहभागी सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई र शुभकामना भन्दै यो ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन यही सम्पन्न भएको घोषणा गर्दछु। धन्यवाद, अभिवादन। धन्यवाद श्रद्धेय संयोजक कमरेड। अब हामी अन्तिममा आइपुगेका छौं।